4000 सम्मको भिडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको राज्यको मन्त्री यसो हेर्दाखेरि त के अरे राधाको फोटो त्यसपछि ठुलो चाहिँ उही बराबरको चाहिँ नि दुर्गा प्रसाईको फोटो मञ्चमा ओहो यो त खतम रहेछ भने म फरक तोडफोड कहीँ गरिँदै गर्दाखेरि गोली चलाउँदाखेरि लागेको भन्ने आएको छ। तर पछिल्लो भिडियोले फेरि त्यसलाई फरक खालको चित्र बताएको छ। त्यसकारण यो दुईटा तथ्यमध्ये कुन तथ्य हो भन्ने कुरा सरकारले नागरिक पङ्क्तिलाई स्पष्ट गर्नुपर्ने हुन्छ। यो एक पक्षलाई मैले दोष लगाइरहेछ, यो गलत कुरो भएको छ। राज्यले चाहिँ अब सञ्चारकर्मी मित्रहरूले मैले यो के अनुरोध गर्छु भने यो सत्य तथ्य आउनु पर्छ। पहिलो एजेन्डा नम्बर 1 मै हुनुपर्ने विषय चाहिँ चैत्र 15 गतेको घटना थियो। यो एजेन्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमी भयो या यो परम्परा के हो, पहिले बनाइएको थियो भने पछि करेक्सन गर्न हामीले यसमा किन ध्यान दिएनौँ? एकतर्फी नगर्नु, सही सत्य पत्ता लगाउनु पर्यो। यहाँ न्यायिक आयोग चाहिँ गठन हुनुपर्छ। तपाईँले भनिदिनु भयो यो ह्युमन राइट्स चाहिँ प्रयोग गर्नुपर्छ राष्ट्रिय अन्तर्राष्ट्रिय। त्यो परम्परा के भने एउटा बैठक बसे पछाडि अर्को बैठक बस्ने अवधिको बिचमा यदि मुलुकमा कुनै प्रकारको गम्भीर प्रकृतिको घटना हुन्छ भने त्यो संसदको पहिलो ध्यानाकर्षणको विषय बन्छ। हामी अहिले संसद नबसिरहेको बेलामा उसै पनि मिनी संसद, त्यसमा पनि राज्य व्यवस्था समितिको पहिलो एजेन्डा नम्बर 1 मै हुनुपर्ने विषय चाहिँ चैत्र 15 गतेको घटना थियो। यो एजेन्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमी भयो या यो परम्परा के हो, पहिले बनाइएको थियो भने पछि करेक्सन गर्न हामीले यसमा किन ध्यान दिएनौँ? यसलाई म गम्भीरतापूर्वक यसमा ध्यानाकर्षण गराउन चाहन्छु। संसदमा माननीय गृहमन्त्रीले जवाब दिनलाई चाहिँ अनुकूल समय विविध कारण मिलेन। पहिला द्वन्द्व थियो, पछि दीपक बोहराजीको घटना भयो र मैले आजको बैठकमा आउनु पूर्व अस्तिको दिनै मैले मान्य सभापतिज्यूलाई ध्यानाकर्षण के गराएको थिएँ भने राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्रीलाई बोलाउनुपर्छ र गृहमन्त्रीले चाहिँ राज्य प्रशासनको तर्फबाट राज्यको बुझाइ के हो, भएको विषयवस्तु के हो, 4000 सम्मको भिडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको राज्यको अथवा जे प्रकारको बल प्रयोग गर्ने नियतवश भएको हो या त्यो आकस्मिक रूपमा भएको, यी समग्र सन्दर्भमा गृहमन्त्रीले पनि त्यो अवसर आज गुमाउनु भयो भन्ने मलाई लाग्छ। यसमा अब मान्य सभापतिजीको कमजोरी रह्यो या बोलाउँदाखेरि उहाँ आउनु भएन, यसबारेमा पनि अहिले अन्तिममा हामी यहाँबाट जानकारी पाउने नै छौँ। अब अख्तियार सम्बन्धी विधेयक र को सम्बन्धमा चाहिँ माननीय हृदयराम थानी र माननीय सरिता प्रसाईले जे ध्यानाकर्षण गराउनु भएको छ, म त्यसैमा मेरो सहमति थप्न चाहन्छु। यसमा धेरैमा टिप्पणी गर्न चाहन्न। प्रस्तावित दुईटै विषय जो छ निजामती सम्बन्धी र निर्माणमुखी सामग्री सम्बन्धी यो महत्त्वपूर्ण रूपमा छलफल चलिरहेको छ। यसलाई हामीले छलफल निरन्तर गरेर नै जानु छ। यसमा मैले मात्रै यो निर्माणमुखीको सन्दर्भमा अन्य दफावार छलफलमा जाँदै गर्दा भाग लिउँला, तर एउटा ध्यानाकर्षण गराइराख्नुपर्ने चाहिँ मैले के छ भने म मेची किनारको सिमानाको मान्छे हो। वारिपट्टि चाहिँ निश्चित समयमा त्यसले निर्माण सामग्री निकाल्न पाउने समयावधि बनेको हुन्छ, तर सिमानाको नदी हो, दुवै देशले उपयोग गर्दै गर्दा पारिपट्टिबाट चाहिँ 12 महिना निर्माण सामग्रीको चाहिँ दोहन गरिराखिएको दृश्य देखिन्छ। यो विषय राज्य व्यवस्था समितिले चाहे मेचीको सन्दर्भमा होस् चाहे महाकालीको सन्दर्भमा होस्, सिमानामा रहेका नदीहरूको सन्दर्भमा दुवै देशको उपयोग हुँदै गर्दा त्यसको विधि व्यवस्थापन उचित गर्ने सन्दर्भमा गम्भीरतापूर्वक ध्यानाकर्षण चाहिँ हामीले गर्नुपर्छ, गराउनुपर्छ। अब मान्य सभापतिज्यू, म चाहिँ नराखिएको एजेन्डाको अघि सरिताजीले थानीजीले उठाउनु भएको विषयको पहिलो नम्बर 1 मा केही बुदावाइज रूपमा म जान्न चाहन्छु। तपाईसँग त्यसको लागि अनुमति चाहन्छु। तिनकुनीको घटना जे भएको छ यो घटनाको सन्दर्भमा हामीले निन्दा गरिसकेका छौँ। त्यही दिन प्रदर्शन हुँदै गर्दा काठमाडौँमा दुईटा प्रदर्शन भयो। एउटा प्रदर्शनी मार्गमा भएको प्रदर्शन नेकपा माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूको सहभागितामा शालीनतापूर्वक र सङ्ख्यात्मक रूपमा पनि राम्रो उपस्थितिका साथ भएको थियो। त त्यही दिन हुँदै गर्दाखेरि त्योभन्दा धेरै गुणा सानो भिडको व्यवस्थापनको सन्दर्भमा भएको कमजोरीको सन्दर्भमा राज्य व्यवस्था समितिको गम्भीरतापूर्वक ध्यान जानुपर्छ। 4-5वटा अन्य विषयहरू छन् जो गम्भीरतापूर्वक नेपाल सरकारलाई ध्यानाकर्षण गराएर सरकारले त्यो सन्दर्भमा आफूलाई स्पष्ट गर्नुपर्ने के विषयवस्तु छ। जस्तो कि पहिलोमा म जान चाहन्छु, बालकुमारीमा एउटा घटना भयो। होनहार 2 युवकहरूको जीवन गयो, अत्यन्तै दुःखद घटना भयो। मन्त्रीजीको मोटर जल्यो। अहिले पनि 2 जनाकै निधन भयो। एउटा मोटर होइन, अहिले 50 भन्दा बढी मोटर जल्यो। 28 करोड भन्दा बढी क्षति हुने गरी जडीबुटीमा ध्वस्त भयो। व्यावसायिक प्रतिष्ठानमा आक्रमण भयो। मिडियाको कार्यालयमा आक्रमण भयो। एकीकृत समाजवादीको पार्टी कार्यालय जल्यो। बालकुमारीको घटनामा भएको मानवीय क्षतिको संख्या बराबरै क्षति छ,
तर भौतिक क्षति त्योभन्दा बढी छ। नेपाल सरकारको मापदण्ड के हो? न्यायिक समिति बनाउने सन्दर्भमा नेपाल सरकारको मापदण्ड त्यसबेला नबनाउनु पर्ने बनाइएको हो कि अथवा अहिले बनाउनु पर्ने सन्दर्भमा नबनाइएको हो? राज्यको एउटा निश्चित मापदण्ड बन्नुपर्छ कि पर्दैन? हामी कस्तो प्रकारको राज्य व्यवस्थालाई सिस्टमलाई विकसित गर्न चाहेका हौँ? त्यसैले यो बेलामा म चाहिँ सरकारको गम्भीरतापूर्वक यसमा चाहिँ राज्य व्यवस्था समितिले नै ध्यान आकर्षण गराउनुपर्छ र चाहिँ सरकारले यस सम्बन्धमा चाहिँ समग्र छानबिनको लागि न्यायिक एउटा समिति बनाएर जानुपर्छ भन्ने आग्रह गर्न चाहन्छु। न्यायिक समिति बन्यो भने के हुन्छ? पहिलो कुरो, सुरेश रजक जो पत्रकार मित्रको निधन भएको छ त्यो सम्बन्धमा धेरै रहस्यका कुराहरू आएका छन्। उहाँले हातमा मोबाइल राखेर क्यामेरा राखेर चलाउँदै गरेको देखिएको छ। त्यो फुटेज कसले खिचेको हो? ताला लगाएको भन्ने एउटा चित्र भिडियोहरूमा आएको छ। नागरिक पङ्क्तिमा यसले धेरै रिमरहरू क्रिएट गरेको छ। त्यो ताला लगाइएको हो भने ताला लगाउने को हो? सरकारको अहिलेको अनुसन्धानले नै केही पुष्टि गरिसकेको छ भने राज्य व्यवस्था समितिले के हक राख्दछ भने के पुष्टि गरेको छ, के तथ्य छ, सरकारले भन्न मिल्नेसम्म त भन्नु पर्यो। अथवा सरकार आफै अस्पष्ट छ भने त्यो सन्दर्भमा सरकारले चाहिँ अनुसन्धान न्यायिक रूपमा गर्नु पर्यो। अर्को भिडियो आएको छ, नागरिकहरू फर्किँदै गर्दाखेरि एउटा युवक ढलेको देखिन्छ र भनी अनुसार त्यो चाहिँ सबिन महर्जन नाम गरेका दिवंगत 2 मध्ये एक युवकको गोली लागेर चाहिँ फर्किँदै गर्दाखेरि मृत्यु भएको भन्ने आएको छ। सरकारको सुरुवाती टिप्पणीमा के भनिएको छ भने तोडफोड कहीँ गरिँदै गर्दाखेरि गोली चलाउँदाखेरि लागेको भन्ने आएको छ। तर पछिल्लो भिडियोले फेरि त्यसलाई फरक खालको चित्र बताएको छ। त्यसकारण यो दुईटा तथ्यमध्ये कुन तथ्य हो भन्ने कुरा सरकारले नागरिक पङ्क्तिलाई स्पष्ट गर्नुपर्ने हुन्छ। आज सरकारको प्रतिनिधिको रूपमा माननीय सामान्य प्रशासन मन्त्री उपस्थित हुनुहुन्छ। उहाँ मार्फत पनि र माननीय सभापति मार्फत पनि म सरकारको यसबारेमा सार्वजनिक रूपमै ध्यान आकर्षण गराउन चाहन्छु। अर्को चाहिँ आन्दोलनमा सहभागी नरहेकी रेबिका खत्री कोटेश्वर क्याम्पसको बीबीएसमा पढ्दै गरेको एउटा विद्यार्थी आफ्नो पढाइको क्रम पछाडि फर्किँदै गर्दाखेरि उनलाई गोली लागेको छ। उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ। कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले उनलाई न्याय दिलाउनका लागि प्रदर्शन गरिरहेको अवस्था छ। त्यसैले सरकारले चाहे सुरेश रजकको सन्दर्भमा ताला लागेको कुरो, त्यहाँनिर कसरी त्यो कोठाभित्र रहेको कुरो, त्यो फुटेज कसले खिचेको भन्ने कुरो, आगोमा कसरी परेको भन्ने कुरो, सबिन महर्जन फर्किँदै गर्दा गोली लागेको हो भने सत्य तथ्य के हो भन्ने कुरो, यी समग्र सन्दर्भमा चाहिँ न्यायिक छानबिन आयोग बनाइराखेर सरकारले जानको लागि चाहिँ राज्य व्यवस्था समितिले मलाई लाग्छ कि साझा रूपमै ध्यान आकर्षण गराउन सक्दछ। राज्य व्यवस्था समिति राज्यका समग्र निकायहरूको चाहिँ कमजोरीको सन्दर्भमा समीक्षा पनि गर्ने क्षेत्राधिकार राख्दछ र राज्य व्यवस्था समिति आफ्नो कमजोरीहरूलाई करेक्सन गरिराखेर चुस्त प्रशासन बनाएर जान सरकारलाई निर्देशन गर्ने अधिकार पनि राख्दछ। त्यसकारण चैत्र 15 को घटना अहिले हामी अन्य विधेयकहरूमा छलफल गरिरहेको घटनाभन्दा गम्भीर घटना हो, विशेष घटना हो। यो प्रकृतिको घटना कुनै पनि हुँदै गर्दा आगामी दिनमा हामी राज्य व्यवस्था समितिको छलफलहरू बस्यौँ भने एजेन्डा नम्बर 1 बनाऊँ, त्यसमा गृह प्रशासनको गृह मन्त्रीको उपस्थिति पनि गरौँ र अहिलेको घटनाको सन्दर्भमा पनि हाम्रो गम्भीरतालाई चाहिँ राखेर पनि जाउँ। हस्, तपाईँ गृह मन्त्रीलाई कल गर्दै हुनुहुन्छ नि, हामी सबैले निम्तो गरेका छौँ भनिदिनु होला। हस्, धन्यवाद। ठुला पार्टीका साथीहरू अब पार्टीको सरकारमै छन्, त्यो तपाईँको कुरा क्लियर हुनु पर्यो। यहाँ चाहिँ नि त्यो क्लियर नभइकन जस्ता तस्तै जहिलेमा रोक्यो यो थन्केर राख्नु यो ठिक भएन। त्यसकारण अब यो मान्य सभापतिजीले कोअर्डिनेट गरेर के कुरा गर्नुपर्ने हो त्यो कुरा गरेर ल्याउनु पर्यो, यो ढिलो नगरौँ, एउटा कुरा। दोस्रो कुरो, यो कर्मचारी सेवा सत्र यो विषयमा पनि यो उपसमितिमा जो कुरा उठ्यो साथीहरूले 11 जनामा चाहिँ 10 जनामा चाहिँ 5 जनाको छ भनेको यो मलाई जहाँसम्म लाग्छ अस्ति फाइनल बुझाएको बेलामा सायद एकदम होइन यो गरौँ क्लियर गरौँ भन्यो भने हुन्थ्यो। अब सबैको आफ्नो विचार राख्ने भन्ने कुरा हुँदाखेरि यो चाहिँ कुरा अलि मिलेन। मैले चाहिँ लास्ट टाइममा आएर यसलाई के अरे टुङ्ग्याउनु पर्ने थियो, आफ्नो राय त्यहाँ राखौँ भनेपछि त राख्ने कुरो स्वाभाविक हो। जस्तै मैले एउटै कुरा तपाईँलाई के मैले चाहिँ 4 बुँदा मैले राखेको छु। यो चाहिँ 4 बुँदामा यो मोटामोटी सबै हाम्रो समितिमा छलफल भएर मोटामोटी पास भएकै कुरा हो, यो लेख्नुपर्ने थिएन। एउटा चाहिँ यो बाहेक यो के अरे स्वास्थ्य पशु चिकित्सकलाई चाहिँ 8औं तह राख्ने भन्ने कुरा चाहिँ त्यो म नभएले टुङ्ग्यो थाहा भएन नि। यो बाहेक अरू चाहिँ मोटामोटी तय भएको र कर्मचारीको विषयमा चाहिँ अब हामी सबैले विस्तृत रूपमा छलफल भइसकेको कुराहरू हो। छलफल हुने क्रममा चाहिँ
धेरै अनुभवहरू तिटामिटा कुराहरू पनि निस्के हेर्नुहोस्। अब के अरे एउटा सुब्बा साहबले सचिव बनाउनलाई सहसचिवलाई बोकेर हिँड्ने कुरोसम्म पनि यहाँ उठे हेर्नुहोस्। त्यस कारण यो अब यसलाई चाहिँ धेरैजना साथीले अब म सिद्धान्त यो चाहिँ कर्मचारी युनियन हुँदैन, यो विधानधारीले चाहिँ यो चाहिँ हुन्न भन्ने कुरो मेरो आफ्नो पार्टीको निर्णय पो हो। पार्टी म त्यही लाइनमा बस्छु। तैपनि व्यवहारिक रूपमा यो नहुने रहेछ लाग्यो भने ठिकै छ। साथीहरूले म त गर्दैन, साथीहरूले चाहिँ यो अब सुब्बासम्मको चाहिँ गर्दै हुँदा नन ग्रेजुएट अफिससम्म चाहिँ अथवा छैटौँ तहसम्मको चाहिँ जो हुन्छ तिनीहरूसम्म गरौँ भन्दा पनि ठिकै छ। यो कुरो पनि व्यवहारिक कुरो, यो चाहिँ उनीहरू त पोलिसी लेभलको भएन, तर सेक्सन अफिसर त माथि उता पोलिसी लेभलको हो। पोलिसी लेभलको मान्छे चाहिँ यो युनियन बस्नु हुँदैन भन्ने मेरो मान्यता। यो व्यवहारिक रूपमा पोलिसीमा बस्ने लेभलमा बस्ने मान्छे त्यो गर्नु हुँदैन। नन ग्रेजुएटमा पोलिसी लेभल भने यिनीहरूलाई त ठिकै छ त, व्यवहारिक रूपमा चल्छु। यो पनि मेरो आफ्नो पार्टीको एउटा सिद्धान्त लाइन भए तापनि यसलाई चाहिँ नि आफ्नो विरोध त गरौँला, तर यो चाहिँ ठिकै छ त भने चित्र नबुझ्दैन। यो त मेरो विश्वास यो चाहिँ मेरो सहमत छैन, तर पनि व्यवहार रूपमा ठिकै हो भन्दै पनि लागेको थियो। तर अब यहाँ तपाईँहरूको त कस्तो भन्यो भने ठुलो पार्टीहरूले फेरि के गर्यो त यहाँ के बुझ्न आयो भने यो सबै आफ्नो पार्टीको पनि हुने पर्ने अधिकारी एउटा हुने पनि त्यो चाहिँ यानि माथिको लेभलसम्म पनि हुनुपर्ने भनेपछि अनि कर्मचारी कार्यालयले गर्दा सबै कुरो बिग्रियो भने तपाईँ हामी भनिदिएर यहाँ छलफल भएको छन्। टाउकोले पुच्छर हाल्नु पुच्छर टाउको हल्लाउने भन्ने कुरा पनि हामी यहाँ उठिरहेछन्। र अहिले कर्मचारीको जुन किसिमको काम कारबाही जुन भइरहेछ यो कर्मचारी यो युनियनहरूबाट भएको छैन, काम गर्न दिएको छैन भन्ने तपाईँ हामी यहाँ सबै कुरा पनि गर्छौँ। फेरि उही गर्न त भएन, फेरि त्यही कुरा रिपिट आफै यो चाहिँ दुःख दर्दको सुनाउने तपाईँ हामी यहाँ फेरि आफैले त्यही कुरो गर्ने। यो त चाहिँ कहाँको चाहिँ कुरो, कहाँको कम सिद्धान्तको कुरो, कहाँको नियमको कुरा, कहाँ त्यस कारण यो कहाँ व्यवहारिक कुरो यो कुरा भएन हेर्नुहोस्। त्यस कारणले गर्दाखेरि यो विषयमा बाहेक अरूमा चाहिँ यो मैले राख्दाखेरि खास जस्तो लागेन हेर्नुहोस्। तर तैपनि म के भन्छ नि अब अहिले व्यवहारिक रूपमा म दोहोऱ्याउन चाहन्छु। व्यवहारिक रूपमा त्यो साथीहरूले त्यो गरौँ भन्यो भने नगरेर अफिससम्म गर्न ठिकै हो हेर्नुहोस् भन्नु मन लाग्यो, मेरो आत्माले भन्छन्। तर सैद्धान्तिक रूपमा यो हुनु हुँदैन म अझै अडाल्ने छु। यसमा चाहिँ मैले यति नै राखेँ र जहाँसम्म यो अर्को विधेयकमा अरूमा चाहिँ हामी थप्दै जाने कुरा नटुङ्गै जान्छ चाहिँ मैले हार्मली चाहिँ म चाहिँ सभापतिजीलाई के अनुरोध गर्छु भने यो काम गर्नु हुँदैन भन्ने मेरो चाहिँ बिना किन एउटा टुङ्गिँदैछ फेरि अर्को जाउँ, यो टुङ्गिँदैछ त्यसो गर्दाखेरि राम्रो हुन्छ लाग्छ। किन यो अख्तियारको विधेयक पनि हामीले कस्तो के चाहिँ कुरो मिलेन त हेर्नुहोस्। नमिलेको कुरो के त हामी पछि क्लियर गरौँ न। यो कुरा चाहिँ हुनु पऱ्यो भन्ने कुरा चाहिँ त क्लियर हुनु पऱ्यो। त्यस कारण यस बिचमा यो अर्को जहाँसम्म हाम्रो पार्टीमा पनि प्रत्यक्ष र अप्रत्यक्ष जोडिएको छ 15 गते घटनाको विषयमा कुरा गर्नु पर्दाखेरि त्यहाँको तपाईँले अहिले एकपक्षीय रूपमा खनिएको छ। त्यो एकपक्षीय रूपमा खनिएको कुरा चाहिँ नि बडो सबभन्दा मुख्य कुरा दुःखद घटना के भने दुईजना जो सञ्चारकर्मी र एउटाजना भाइको चाहिँ त्यहाँ मृत्यु भयो। यो बडो दुःखद घटना हो। अब हामीले सबै यस्तो कुरा चाहिँ यो यस्तो कुरामा चाहिँ हामी सबैले खेद व्यक्त गर्नुपर्छ र यो जुन किसिमको हिंसाको विरोध चाहिँ नि हामी कहिले पनि हिंसाको विरोधमा लाग्नुहुन्न भन्ने कुरा हामी भन्छौँ। एउटा कुरा चाहिँ वास्तवमा कुरा एउटा कुरा के भन्छौँ भने हामी कानुन पाल्न भने हामी सानो भएर कमजोर भएर कानुन मान्ने हामी हुन्छन्, हाम्रो पार्टी हुन्छ, कानुन तोड्ने ठुलो पार्टीहरू हुन्छ हेर्नुहोस्। त्यस कारणले गर्दाखेरि हाम्रो एउटा कुरा चाहिँ के छ भने म सबै साथीहरूलाई एउटा कुरा के भन्न चाहन्छु भने हामीले आफ्नो एजेन्डामा यो कुरा तपाईँले एउटा प्रश्न के हुनु पऱ्यो भने आफ्नो एजेन्डालाई विषयलाई कसैले उठाएको छ त्यसलाई हामीले सहयोग र समर्थन गर्ने भन्ने हाम्रो पार्टीको स्ट्यान्डर्ड चाहिँ युनिभर्सिटी भने जस्तै एउटा चाहिँ हाम्रो पास गरेर राखेको छ। गर्छ भने ठिक छ सपोर्ट गर्ने, जो मलाई जाने नजाने भन्ने कुरा हाम्रो चाहिँ छ। त यो घटनामा चाहिँ घटनापछि अब यो पनि हामीले यो कुरा अहिले भन्दा हालसाल पास गरे तिम्रो कार्यक्रम छ भने कसको त कार्यक्रम हाम्रो क्लियर हुनु पऱ्यो। त्यो जथाभावी चाहिँ कार्यक्रम गर्ने हामी समावेश हुने त्यो जथाभावी कार्यक्रम गर्ने हो भने हामी यसो समय हुन्न भन्ने हामीले हालसालै हामी पास गरेँ त्यो कुरा। तर यहाँ चाहिँ कुरा जुन किसिमको घटना घट्यो हामीले माग गर्छौँ। अब माग के गर्छौँ भने तुरन्त न्यायिक जाँच होस्, त्यति मात्रै होइन यो राष्ट्रिय अन्तर्राष्ट्रिय चाहिँ ह्युमन राइट चाहिँ यसमा चाहिँ प्रयोग होस्। त एकतर्फी चाहिँ गलत अब यो अहिले गृहमन्त्री आउनुभयो बेला कुरा गरौँला, तर एकतर्फी कुरामा जुन किसिमको भएको छ यो गलत भएको छ हेर्नुहोस् न। त कसको गलत छ भन्ने कुरा त्यो समय भनौँला। अब तपाईँहरूलाई म यो कुरा के भन्न चाहेँ भने मैले सभापतिजीले मलाई सोध्नुभयो
तपाईँ जाने अब हाम्रो अध्यक्ष राजेन्द्र लिङ्गदेजी र ज्ञान साहेब नजाने हामी गुरुवे थियो उहाँले तपाईँ जानुहुन्छ म त जाउँ के अरे अध्यक्ष मैले भने उहाँलाई अनि त्यसपछि मलाई चाहिँ त्यो गएपछि म पनि मन गएको म सर र यसो हेरेँ जाँदाखेरि बस त्यहाँ चाहिँ नि के अरे मन्दिर यसो हेर्दाखेरि त के अरे राधाको फोटो त्यसपछि ठुलो चाहिँ उही बराबरको चाहिँ नि दुर्गा प्रसाईको फोटो मञ्चमा ओहो यो त खतम रहेछ भने म फरक फर्केँ अनि यतातिर आउँदाखेरि त त्यो मान्छे आउँदै थियो मैले हुल चाहिँ भेटेँ यहाँ चाहिँ उसमा सिनामङ्गलमा हुलको मान्छे आइरहेको थियो आउँदा त्यहाँ डेरङ्गने उहाँ पर्किसकेको आँसु ग्यास टेयर ग्यास त्यहाँ सुरु हुनमै चाहिँ त्यहाँ मञ्चमै चाहिँ नि अब टेयर ग्यास हानिदिइहाल्यो हेर्नुहोस् त्यस कारण अब मैले भनौँ न भन्दा त्यहाँ अर्को एक दुईवटा फेरि त्यहाँ हालेँ हो त्यसले हामीले इमान्दार कुरा गर्नुपर्छ आफ्नो कुरा माथिबाटलाई भन्नु हुँदैन हेर्नुहोस् कुरा चाहिँ नि सही सत्य कुरोबाट यसमा जाँच हुनुपर्ने जरुरी छ किनभने यो एक पक्षलाई मैले दोष जो लगाइरहेको छ यो गलत कुरो भएको छ राज्यले चाहिँ अब सञ्चारकर्मी मित्रहरूले मैले यो के अनुरोध गर्छु भने यो सत्य तथ्य आउनुपर्छ जो चाहिँ नि अहिले हाम्रो चाहिँ वरिष्ठ उपाध्यक्ष थुनामा हुनुहुन्छ हाम्रो चाहिँ नि के अरे महामन्त्रीजी मान्य महामन्त्री थुनामा हुनुहुन्छ त उहाँलाई जुन भयाभारको कानुन नेपालको भयाभारको कानुन सबै लगाइरहेछ अब उहाँहरूको त्यो हो कि होइन पत्ता त लगाउनु पऱ्यो नि त उहाँले त्यो गरेर त छैन अब यो गरेर फस्यो त त्यो फसेको प्रस्ताव गर्नुपर्छ गएर फस्यो म त त्यो कुरो भन्छु तर यसो जाँच हुनुपर्छ यो एक ढङ्गतर्फले अर्कोलाई जुन पेल्ने काम भइरहेछ यो गलत कुरो हो हेर्नुहोस् भोलि अरूलाई पनि आफूले पनि पढ्न सक्छ त्यसमा हामी त गृहमन्त्रीको टेलिभिजन जानेछौँ यो के हो यो सबभन्दा पुरा न्यायिक जाँच सरकार किन गठन गर्दैन अहिलेसम्म किन राष्ट्रिय के अरे ह्युमन राइटको किन लगाउँदैन पहिला न्यायिक जाँच हुनु पऱ्यो एकदम न्यायिक जाँच हुनु पऱ्यो ह्युमन राइट चाहिँ नि के राष्ट्रिय अन्तर्राष्ट्रिय ह्युमन राइटलाई चाहिँ प्रवेश दिनु पऱ्यो सत्य तथ्य निकाल्नु पऱ्यो जो गल्ती छ त्यसलाई कानुनले जे गर्नुपर्छ गरौँ म चाहिँ हाम्रो चाहिँ यो चाहिँ समितिलाई यो कुरा सबै साथीहरूलाई यो कुरा अनुरोध गर्न चाहन्छु र जुन किसिम अब हाम्रो त क्ल्याप्सेस हो बोल हाम्रो त गल्ती भयो पहिले भने अब जो चाहिँ अहिले सुध थाहा भयो नि ल जसले चाहिँ नि हाम्रो यो एजेन्ट विषयमा जसले गरे पनि समर्थन गर्ने भनेर नहुने रहेछ नि त तेरो कार्यविधि छ केही कुरो हो क्लियरले अब अस्ति पास गर्नु पनि बाध्यता पऱ्यो हेर्नुहोस् त्यसमा फेरि हामी सबैको हाम्रो अध्यक्ष गएन सबै कोही धेरै मान्छे गएन ऊ सरलाई यसो हेरेर म पनि टाप बसिहालेँ नि त्यसलाई मैले देखेन त्यस कारणले गर्दाखेरि तपाईँले सोधेको उहाँले भने अनि मैले त तपाईँ जानुभयो त अन्त म त जाँदैन होइन उहाँले प्रश्न सुन्दैन म त एकछिन पुगेर टाप बसिहालेँ त त्यो ठिक रहन्छ मैले यसो बुझेँ त्यहाँ ठिक लागेन है फोटो देखेर नै डर लागिहाल्यो उहाँको ब्याकग्राउन्ड बुझिरहेको मान्छे है यसो बुझ्छ नि त्यस कारणले गर्दा यस्तो छन् त्यसमा मेरो चाहिँ विनम तपाईँले अब गृहमन्त्रीलाई बोलाउनु पर्छ नपर्छ तपाईँको आफ्नो यो सबै साथीहरूको कुरा त हामी त डेलिगेसन गरेर जान लागेको छौँ उहाँलाई भन्नलाई यो कुरा हामी भन्छौँ र भोलि नै हामी टाइम लिएर भन्छौँ यो कुरा र जुन ढङ्ग भएको छ यो दुःखद घटना भएको छ यो चाहिँ अब मान्छेलाई एकतर्फी नगर्नु सही सत्य पत्ता लगाउनु पऱ्यो यहाँ न्यायिक आयोग चाहिँ गठन हुनुपर्छ तपाईँले भनिदिनु यो ह्युमन राइट्स चाहिँ प्रयोग गर्नुपर्छ राष्ट्रिय अन्तर्राष्ट्रिय यही कुरो धन्यवाद